ल साउने हामीलाई मैले चाहिँ यहाँ मनाङको एउटा भोटी तिमी जहाँ जान्छौ नि त्यहीको पानी खानुपर्छ अरे कि हाम्रो भइसक्यो बेसी सहरमा छौँ बेसी सहरबाट भोलि हामी डाइरेक्ट खानसार जान्छौँ खानसारबाट तिलिजो बेस क्याम्प एन्ड देन तिलिचो लेक ब्याक टु तिलिजो बेस क्याम्प एन्ड देन मनाङ एन्ड डाइरेक्ट हामी बेसी सहर एन्ड ब्याक टु काठमाडौँ नमस्कार एभ्रिवान वेलकम टु माई फर्स्ट भ्लग आज चाहिँ हामी बेसी सहरदेखि खानसारसम्म जाँदैछौँ यो चाहिँ रहेको छ लमजुङको सुरुङ मार्ग हाम्रो यात्रा सुरु भइसकेको छ बीचबीचमा कस्तो ठाउँहरू छ लेट्स सी यहाँहरूलाई हामीले देखाउने नै छौँ भिडियो अन्तिमसम्म हेरिदिनु होला थ्याङ्क यू सो मच कति धेरै झरनाहरू छ अरे यो चाहिँ फर्स्ट झरना है अनि यो फेरि अर्को ताङछ्रिङ झरना बाटोमा यस्तो झरनाहरू त यहाँहरूले कति देख्न पाउनुहुन्छ हुन्छ है त बाटो एउटै हो कडा कडा हाम्रो ड्राइभरलाई पनि कडा कहाँ कडा हुन्छ यो भिडियो बना तपाईले एक्जाम पर्यो हजुर हो दुईतिरैबाट फोटो सेसन चाहिँ खाना खाने ठाउँमा आइपुगेका छौँ Look at this views guys oh my god heaven we're in heaven New Waterfall Hotel and Restaurant मा हामीले खाना खाइसक्यौँ and then look at this views guys oh my god म त एकदम एकछिनको लागि म कुवामा गएको थिएँ साथ किनभने मलाई वाटरफल हिल्स माउन्टेन एकदमै धेरै मन भएको भएर oh my god look at this view guys you are so calm you फर्स्ट गाउँ यसको यो गाउँको नाम के भन्नुभयो ताल ताल तिली चाहिँ ताल चाहिँ हैन गइरी परे ताल हो यो मनाङमा पनि जाम हेर्नुहोस् त गाडी जाम भइरहेको यसको बाटो बनाउँदै रहेछ त्यही भएर हामी वेट गरिरहेको छौँ रिम्सी किन्छ भने अन्त अब चाम्या गएर हामी चाम्या किन्ने है हजुर चिया पसलमा गएर किन्ने त्यहाँ एकछिन 5 मिनट किने चामी आइपुगेको छौँ यति धेरै मोबाइलमा भिडियोहरू खिचेँ कि अझै कति धेरै खिच्न बाँकी छ बट हाम्रो स्पेस फुल भइसकेको छ आँखामा मात्रै अटाइरहेको छ हाम्रो धन्यवाद थ्याङ्क यू यो चाहिँ अब हामी स्वर्गदारी हेर्नुहोस् स्वर्गदारी हाम्रो बिस्तारो चलाउनुहोस् त गुड फेरि पार्दैन होला र पार्दैन
बिच बाटोमा यो दार्जिलिङ भनेको त्यहाँ रोड काट्न लाग्यो ल हामी मनाङ आएर पनि बास्केटबल ला 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 Okay, let's move fast. Come on, guys. Beer देखेछ दिदी ल ready 1 2 3 go. We are here from Manang, कहाँ भन्छ रे यो one of the village Barka. Look at these views, guys. त्यस्तो भएन के ल्यान्डस्लाइड. Come on, sister. Oh my god. नारायणी खोला सानो भइरहेछ तल ठुलो थियो बागमती नदी अरे त्यो स्याउबारी हो त्यस्तो सानो सानो रुख ए रुखै देखिँदैन रहेछ यार माथि वाउ कस्तो क्युट फुल यम सिरिजमा हाल्नु पर्यो है त यम सिरिज अफिसियल एम सिरिज कि यम यम म भोलि सर्च गर्छु है भेट्यो भने सब्स्क्राइब गर्दैन म त गर्दिन अम्ला भाँचिन्छ ल साउनी हामीलाई अस्ति थुतुनो देखाउने कि हालेको देखाउने अनारमा त अलिकति यो हालेको देखाउनु पर्ने युट्युबको लागि यो दिदीलाई हालेको देखेर डर नै लाग्यो त मतिर उठाउँछ फर्स्ट आवर भने हामी खानसारमा छौँ अनि मर्निङको ब्रेकफास्ट गरिरहेछौँ अलराइट यहाँबाट लुक एट दिस भ्यू हिमालको जर्रामै छ है गाडीहरू पार्किङ गरिरहेछ जे भने हाँस्यो मैले चाहिँ यहाँ मनाङको एउटा भोटी साथी बनाएको Hello. We are heading from Khansar Manang. What हिँड्न हिँड्नु तपाईँ अब I'm breathing like so fast. खरादेखि अनि हाम्रो उतापट्टि भेगबाट देखिने हिमाल चाहिँ यो हो यो हिमालको पारिपट्टि तपाईँहरू हुनुहुन्छ है गाइजहरू हामी चाहिँ वारिपट्टि छौँ हामी हिमालको टिसाबाट देखिने चाहिँ त्यहाँबाट बल्ल बेस क्याम्पको उहाँहरू 2 घन्टा लाग्छ यहाँबाट पुग्नलाई मनोरियामा सनस्क्रिन हो नत्र डक्टरले मार्नुहुन्छ तिमी जहाँ जान्छौ नि त्यहीँको पानी खानुपर्छ अरे कि हाम्रो भीम मामाले भन्नुभएको अनि लेख लाग्दैन अरे तिम्रो बडीमा युज टु हुन्छ अल द थिङ्स हेलो
बाटोमा भेटेको साथी ज्ञान भनेको यो अन्नपूर्णको लाइन होइन बुला किताब अन्नपूर्ण माछा पुछ्रे गणेश थ्याङ्क यू आरिगातो गोजाइमास just slow motion I'm in the top of the world ल कम का अग्लो देखाइदिने यत्रो फुच्ची देखाइदिने ल रेडी भइसक्यो के 1 2 3 गो ये कमरैमा पोटुकी कसेर ओइ भयबाट दादा साइकल चलाएको खसिने के हुन्छ तिम्रो मैले तिर्नुपर्छ यहाँबाट दादा साइकल हो यहाँबाट उसमा गर्दिनु भइदिनु Yakis. त्यो ड्राइभर दालाई याङ्की भनेको त क्यान्डी भन्न सुन्दिनँ को यो को who is this Cody hey यो कसको ह्यान्ड हो गेटिङ रेडी फर तिलचुले अहिले बिहानको 3 बजेको छ बिहानको 3 बजे हामी रेडी हुँदैछौँ यो हाम्रो बेस क्याम्पको रुम सबजना यहाँ गेस्टहरू छ माथि तिलिचो लेकमा जानको लागि कोही उठाएको छैन हामी मात्रै एकदम जाँगरिलो मान्छे रहेछौँ हामी बसेको गेस्ट हाउस चाहिँ यही हो होटेल जाम्बाला स्लो मोसन है स्लो मोसन रनिङ गर्दैन फर्स्टमा 1 आवर बडी वार्मअपको लागि स्लो हिँड्ने देन बल्ल आफै हिँडिन्छ हामी चाहिँ अहिले रातिको 3 बजिरहेको छ बेस क्याम्पबाट हिँड्यो तिलिचो लेकतिर मान्छेको हालत खराब भइरहेछ यहाँ नसकेर हेलो चाहिँ अहिले 22 घुम्ती आइसक्यो सनराइज भइरहेछ
गर कस्तो राम्रो यार खिचिरहेको छु ल